नमस्कार। वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका सबै नेपालीहरूका लागि यो हप्ता केही एकदमै महत्त्वपूर्ण र उत्साहजनक खबरहरू आएका छन्। ल आउनुहोस् यी खबरहरूमा अलि गहिरेर चर्चा गरौँ। यो हप्ताका खबरहरूलाई हेर्ने हो भने यसको सार दुईटा कुरामा छ। एकातिर श्रमिकहरूको सुरक्षा बढाउने नयाँ नियमहरू आएका छन् भने अर्कोतिर अवसरका नयाँ ढोकाहरू पनि खुलेका छन्। आज हामी यिनै दुई विषयलाई एक एक गरेर केलाउनेछौँ। ल सबैभन्दा पहिले कुरा गरौँ सुरक्षा र अधिकारको। सरकारले केही यस्ता निर्णयहरू गरेको छ जसले वैदेशिक रोजगारीलाई पहिलेभन्दा धेरै सुरक्षित बनाउने आशा गर्न सकिन्छ। यसमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण परिवर्तन हो सामाजिक सुरक्षा कोष अर्थात् एसएसएफलाई अनिवार्य गरिएको छ। अबदेखि विदेश जान नयाँ श्रम स्वीकृति लिने होस् वा विदामा आएर फेरि जाने, सबैले यो कोषमा अनिवार्य रूपमा जोडिनै पर्छ। अब यसमा जोडिएर फाइदा चाहिँ के हुन्छ त? सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि विदेशमा कुनै श्रमिकको दुःखद निधन भयो वा उहाँ पूर्ण रूपमा अशक्त हुनुभयो भने उहाँको परिवारले आजीवन पेन्सन पाउँछ। यति मात्रै होइन, उहाँका छोराछोरीको पढाइका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। सोच्नुहोस् त, एउटा सानो योगदानले पुरै परिवारको भविष्य कति सुरक्षित हुन्छ। हो, अब यी सुविधाहरूका लागि श्रमिकले मासिक करिब 2000 रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने हुन्छ। राम्रो कुरा के छ भने यो पैसा तिर्न कतै लाइन लाग्न वा धाउनु पर्दैन, सिधै अनलाइनबाटै सजिलै तिर्न सकिन्छ। अर्को महत्त्वपूर्ण कदम भनेको फ्री भिसा फ्री टिकट नीतिमा गरिएको कडाई हो। विशेष गरी खाडी र मलेसिया जाने श्रमिकहरूबाट तोकेभन्दा बढी पैसा असुलेको गुनासो बढेपछि सरकारले अब ई श्रम पोर्टलबाटै सिधै उजुरी लिने र गल्ती गर्ने म्यान पावरको लाइसेन्स नै खारेज गर्ने सम्मको चेतावनी दिएको छ। सुरक्षाकै कुरा गर्दा यो हप्ता एउटा ऐतिहासिक उपलब्धि पनि भएको छ। धेरै लामो समयको प्रतीक्षापछि नेपाल र साउदी अरब बीच एउटा महत्त्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर भएको छ। यसले साउदीमा काम गरिरहेका लाखौं नेपालीको अधिकारलाई बलियो बनाएको छ। यो सम्झौताले केही मुख्य कुराहरू सुनिश्चित गर्छ, जस्तै यहाँ एउटा कागज देखाउने, उता पुगेपछि अर्कै कागजमा सही गराउने, त्यो डबल कन्ट्र्याक्टको खेल अब अन्त्य हुनेछ। श्रमिकले तोकिएको तलब समयमै पाउनेछन् र यदि कुनै समस्या आइपरेमा साउदीको श्रम अदालतमा निःशुल्क कानुनी सहयोग समेत पाउनेछन्। ल यति त भयो सुरक्षाको कुरा। अब अलिकति अवसरका नयाँ ढोकाहरूतिर पनि हेरौँ है त। यो हप्ता नेपाली श्रमिकहरूका लागि केही एकदमै आकर्षक र सुरक्षित गन्तव्यहरूमा जाने बाटो खुलेको छ। अवसरको कुरा गर्दा G2G अर्थात् गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रिया बुझ्न जरुरी छ। यो भनेको सिधा भाषामा सरकार टु सरकार सम्झौता हो। यसमा बीचमा कुनै म्यान पावर वा एजेन्ट हुँदैन। यसले गर्दा ठगी हुने जोखिम लगभग शून्य हुन्छ र प्रक्रिया एकदमै सुरक्षित मानिन्छ। र खुसीको खबर के छ भने नेपाल सरकारले यही G2G प्रक्रिया मार्फत युरोपका दुई देश जर्मनी र रोमानियासँग श्रम सम्झौता गरेको छ। यसले विशेष गरी ड्राइभर, केयरगिभर, कोक र निर्माण जस्ता क्षेत्रका दक्ष कामदारहरूका लागि आकर्षक तलब र उच्च सुरक्षा सहित युरोप जाने बाटो खोलेको छ। अब कुरा गरौँ सायद धेरै नेपाली युवाहरूको सपनाको देश दक्षिण कोरियाको। कोरियाको EPS प्रणालीमा पनि एउटा ठूलो र एकदमै सकारात्मक परिवर्तन आएको छ। पहिलो पटक कोरियाले नयाँ क्षेत्रमा नेपाली श्रमिक लैजाने भएको छ। हेर्नुहोस्, पहिला EPS मार्फत उत्पादन र कृषि गरी जम्मा 2 क्षेत्रमा मात्र जान पाइन्थ्यो। तर अब एउटा तेस्रो र महत्त्वपूर्ण क्षेत्र थपिएको छ, सेवा क्षेत्र अर्थात् सर्भिस सेक्टर। यसमा होटेल, रेस्टुरेन्ट जस्ता कामहरू पर्छन्, जसले गर्दा कोरिया जाने समग्र कोटामा पनि राम्रै वृद्धि हुने पक्का छ। ल यति धेरै परिवर्तनहरू भए अब यी सबै खबरहरूको सार के हो त? हामीले के बुझ्ने? अबको बाटो के हो? आउनुहोस् यसलाई छोटकरीमा हेरौँ। सबै कुराको निचोड दुईवटा बुदामा छ। पहिलो, आफ्नो र आफ्नो परिवारको लामो समयसम्मको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा कोष अर्थात् SSFमा अनिवार्य रूपमा जोडिने, र दोस्रो, वैदेशिक रोजगारीमा जाँदा सकेसम्म सरकारी माध्यम अर्थात् G2G प्रक्रियालाई प्राथमिकता दिने। यी दुई कदमले वैदेशिक यात्रालाई धेरै हदसम्म सुरक्षित र भरपर्दो बनाउँछ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, सरकारले थालेका यी अनेक प्रयासहरू, चाहे त्यो SSFको अनिवार्यता होस्, युरोपसँगको G2G सम्झौता होस् वा साउदीसँगको ऐतिहासिक सम्झौता,
के यसले साँच्ची नै नेपाली श्रमिकहरूको वैदेशिक रोजगारीको समग्र तस्विर बदल्न सक्लान् त? यो प्रश्नमाथि विचार गर्दै आजको लागि हामी यहीँ बिदा हुन्छौँ। फेरि भेटौँला। नमस्कार।